हेलो साथीहरु, वेलकम बैक टू माई चैनल। आज म चीन माउन्ट अनबक्सिङ गरी सेटअप गरेर पनि देखाउन गइरहेको छु साथीहरु। सो भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ मैले मार्केटबाट किनेर ल्याइसकेको छु चीन माउन्ट। र मैले चाहिँ यो 600 मा किने। अब म अनबक्सिङ गर्न गइरहेको छु साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, यो बेल्ट त्यसै गरी यो यहाँ लाग्ने क्लिप यसरी हुन्छ। र यो नट यहाँ लाग्छ। यस्तो भइसकेपछि यो मोबाइल होल्डर यहाँ लाग्छ। टक्क मोबाइल राख्ने अनि भिडियो रेकर्ड गर्ने। आफूले पनि एडजस्ट गर्न सकिन्छ यो कतिमा राख्ने भनेर। अब यति नै हो साथीहरु आउने भनेको चाहिँ। अब यो मोबाइल होल्डर खोलिदिसकेपछि गोप्रो राख्न नि मिल्यो। यो नट खोल्ने, यो झिक्ने डल्लो। यहाँ गोप्रो लाग्छ है साथीहरु। यसको सट्टा गोप्रो यहाँ हुन्छ। यसरी टक्क छिराइदिने, नट बोल्टु कस दिने। यही हो साथीहरु, गोप्रोको लागि यही हो हैन। यो निकालिएपछि यसको सट्टा यहाँ गोप्रो लाग्छ। अनि यो निकालिदिएपछि गोप्रो राख्ने हो यहाँ। जो गोप्रो बाट रेकर्ड गर्न चाहँदैन, मोबाइलबाट रेकर्ड गर्न चाहन्छ, त्यसको लागि चाहिँ यो यसरी राख्ने, नट बोल्टु कस दिने अनि यो मोबाइल होल्डर यसरी टाइट गरिदिने। एउटा यो भयो, त्यसपछि यो भयो यहाँ लाग्ने, त्यसपछि मोबाइल होल्डर यहाँ हेर्न सक्नुहुन्छ। अनि यो नट बोल्टु। अब म हेलमेटमा फिट गरेर देखाउन गइरहेको छु साथीहरु। त्यसको लागि म यहाँ हेलमेट लिएर आइसकेँ। र यो चाहिँ बेल्ट हो। यो चाहिँ यसरी बस्छ अनि फिता यसरीबाट जान्छ, यहाँ भित्रबाट जान्छ। यहाँ एउटा यो चाहिँ यसरी आउँछ अनि यसरी टाइट हुन्छ यहाँ। अनि यो यसरी थिचिदिने अनि यताबाट नि बेल्ट यसरी जान्छ। यो मैले स्याम्पल देखाइरहेको छु है साथीहरु। यसरी हुन्छ है त। यसरी टक्क राख्छ। एउटा भित्रबाट माथिबाट
एउटा तलबाट छिराउने टक्क बेल्ट कस्दिने अनि ट्यापको बस्छ यसरी एउटा माथिबाट एउटा तलबाट यहाँ हेर्न सक्नुहुन्छ साथीहरु मैले सेटअप गरिसके यसरी तपाईहरु पनि आफ्नै अनुसारले सेटअप गर्नु होला अब म मोबाइल राख्नलाई इन्स्ट्रुमेन्टहरु सेटअप गर्न गइरहेको छु अब यो चाहिँ यहाँ यस्तो हुन्छ हेर्न सक्नुहुन्छ यो यहाँ छिर्छ यसमा दुईटा पाउँ पाउमा छिरिसक्यो अब नट बोल्टुले कफ दिने यसलाई मोबाइल राख्न चाहियो होल्डर अब यो यस्तो हुन्छ मोबाइल होल्डर यो यहाँ हुन्छ टक्क यसरी राख्नुहुन्छ कि सिधा पारेर राख्नुहुन्छ मोबाइल त्यो आफ्नो अनुसार हुन्छ टक्क त साथीहरु यही नै हो त है यति नै थियो सेटअप ल त्यही हो है त साथीहरु यति हो अब भोइस रेकर्ड गर्नलाई आफ्नै अनुसारले यहाँ भित्र इयरफोनबाट हुन्छ कि माइक्रोफोनबाट हुन्छ हैन आफैले सेटअप गर्न सक्नुहुन्छ यहाँ टक्क मोबाइल राख्ने इयरफोन हाल्ने अनि यहाँ बोल्ने भित्र अब मोबाइल कसरी राख्ने ठाडो कि तेर्सो त्यो आफ्नोमा भर पर्छ त्यसको लागि यहाँबाट एडजस्ट गर्न सकिन्छ यो तेर्सोको लागि हो भने ठाडोको लागि यस्तो त्यो आफैले पनि एडजस्ट गर्न सकिन्छ साथीहरु ल त साथीहरु यति नै हो है त र यहाँ हेर्न सक्नुहुन्छ यो बेल्ट भयो बेल्टमा यो डल्लो छिर्छ त्यसपछि यो नट बोल्टु त्यसपछि माथिबाट यो मोबाइल होल्डर ल त साथीहरु यति नै